गुड आफ्टरनुन everyone हेर्नुहोस् मैले आज कति सफा गर्दैछु हेर्नु त यस्तो लेत्रा भएर के गर्नु लेत्रा भएर हेर्नै नहुने भएको छ अनि सफा गर्दै पनि सफा गर्नुपर्छ पर्दैन साथीहरू भन्नुहोस् सफा गर्नु पर्दैन है अब के गर्नु यस्तै गर्न आएको गर्नै पर्यो किन भन्नुहोस् त हेर्नु कस्तो लेत्रा भइरहेछ लेत्रा भएर हेर्नै नहुने भइरहेछ अझै यो सकेर त अझै भाँडा मोल्न थुप्रिरहेको छन् भाँडा मोल्नु छ किनभने अर्काको काम गरिसकेपछि त गर्नै पर्यो होइन आफ्नो भएको उहाँ भन्नु आफ्नो त अब सपनै देख्न छोडिन्छ के गर्नु अब अर्काको काम गरेर भए पनि यस्तै गर्दा भए पनि अब चल्नु परेन यस्तै हो के गर्नु अब यस्तै गर्न आएको यस्तै गर्नु पर्यो किन साथी हो भन्नुहोस् त यहाँ कति लेत्रा भइरहेछ मैले चाहिँ आज सफा गरिदिएको नि त हजुरहरूलाई कस्तो लाग्यो मेरो सफाइ हेर्नुहोस् है यहाँ कति सफा छ हेर्नु त के गर्नु आफैले गर्नुपर्छ गर्ने मान्छे छैन होइन भन्नुहोस् त ए आज चाहिँ मैले दाल बनाएका थिएँ अरू भिन्डी भाजेका थिएँ भिन्डी आलुको भाजा अरू दाल के दामी भएको थियो नि हजुरहरू खाएर पल्किनुहुन्छ मैले बनाएको खाना खानुभयो भने चाहिँ हजुरहरू पल्किनुहुन्छ है किनभने मेरो जुन दाल बनाउँछु नि त्यही दालसँगै खान सक्नुहुन्छ हजुरहरूलाई सब्जी चाहिँदैन त्यही भन्नु आँटेको मैले चाहिँ हेर्नु यसरी सफा गर्नुपर्छ नि देख्नु र यसरी सफा गर्नुपर्छ नि हेर्नु त कस्तो लेत्रा छ भने यो चाहिँ अहिले म झाडु मारिदिन्छु तलै फ्याँकिदिन्छु म किनभने बहुत लेत्रा भइसक्यो यहाँ अनि हजुरहरूले खाना खानुभयो खाना भयो खाना खानु हो भन्ने मलाई थाहा छ हजुरहरूले मेरो भिडियो हेर्दै गर्नु हेर्नु हुँदै होला मेरो भिडियो हजुरले हेरेर राम्रो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला हेर्नुहोस् त कस्तो लेत्रा भइरहेछ कम लेत्रा भइरहेछ अब यसलाई चाहिँ म के गरेँ भने कपडा धोएर चाहिँ यसलाई पुसिदिनु छ किनभने यसलाई पुस्नु छ मलाई यो चाहिँ पानी बदलाउनु पर्छ पानी बदलाइदिनु छ किनभने मैले आज रोटी पनि बनाएको छु सधैँभरि रोटी नै छ हाम्रो रोटी पनि बनाउनु पर्छ भिन्डी आलु भाजा दाल बस खायो सक्यो अब चाहिँ मेरो यति सफा गरेर चाहिँ अनि फेरि भाँडाबटुको मोल्नु छ भाँडाबटुको मोलेर फेरि एकछिन रेस्ट चिया दिनु पर्यो चिया दिएर फेरि अनि त्यहाँबाट फेरि अनि त्यहाँबाट फिल्म सुटिङ गर्नु पर्यो भित्र होइन फिल्म सुटिङ गर्नु पर्यो नि के भन्नु काम यति छ के भन्नु हेर्नु कस्तो दामी भयो है सफा भयो नि क्या दामी भयो हजुरहरू पनि यसरी नै सफा गर्नु सक्नुहुन्छ कि हुन्न हजुरहरू सक्नुहुन्छ त्यो पनि मैले अब भनिदिएको मैले पनि भिडियो बनाउँदैछु त्यसैको लागि चाहिँ मैले यति गरेको है हजुरहरूलाई राम्रो लाग्छ कि लाग्दैन
मेरो भिडियो हेरेर कमेन्ट शेयर लाइक गरिदिनु होला। कति काम छ हामी त यहाँ अझै भाग्नु सिक्नु पर्यो। हस् त साथी हो, अहिलेलाई बाई, भरे फेरि म इभिनिङमा भन्ने कुरा छु। हस् त साथी हो। यहाँ आउनु न, कोपराका गति कस्ता लेत्रा भइसक्यो। धुनुपर्ने छ, सबै धुनुपर्ने छ। अहिले भरे धुनुपर्छ। अहिले भाँडा बसेको मलिवरी सर्फ पानीमा भिजाइदिन्छु, सफा भइहाल्छ नि। हस् त साथी हो, बाई।